पिजै पिच यो रानीमहल जाने बाटो तानसेनको माथिको डाँडाको यहाँबाट सर रानीमहल गइन्छ। यता श्रीनगर होटल छ भिआइपी बस्ने। यताबाट गुल्मी जाने रोड सिमसिम परानी। हामी यताबाट आएको गुल्मीबाट यताबाट आइन्छ कि यहाँबाट चाहिँ भ्यू देखिन्छ सर ल भ्यू राम्रो राम्रो तर आज कोइरो लाएर चाहिँ खासै नदेखिन् जस्तो लाग्यो। ता हेर्नु पर्यो। नमस्ते हजुर नमस्ते। के गर्ने त्यो पार्टी भोलि सोचेर काट्ने के गर्ने भोलि के गाथे मङ्गल के गाठे मङ्गल भन्ने यो उसलाई जनावरहरू हाल्ने हो यो केलाई हाल्ने हो र भोलि नारायण खान आउनुहोस् त्यहाँबाट बल्ल थाहा हुन्छ। यो पार्टी प्यालेस हो उतापट्टिको हो खतरा खन् त दाइ त यार। दाइको भिडियो राम्रो आएको छ है ल। के नाम हो रे दाइ? तपाईँको नाम के हो? दलबहादुर मेरो। दलबहादुर हो? दलबहादुर हो। ए कोटी पाल्न खर गाई बस्तु? गाई बस्तु होइन यो भोलि ऊ छ गाथे मङ्गललाई नारायण थान चोकमा। ए जात्रा जात्रा जस्तै जात्रा भोलिबाट सुरु यहीबाट हुन्छ सर। त्यो जात्रा हुन्छ। ल ठिक छ धन्यवाद। ल हामी यहाँ घुम्न आएको के यता यता घुम्न आएको हामी यसो डाँडा काँडा हेरौँ भनेर यताबाट सर्लक्क हेर्दै गइन्छ। अब ऊ यता अब डेटिङ बस्ने ठाउँ पनि हो। डेटिङ बस्छन् यता केटाकेटीहरू। बाटो हो त्यहाँ परसम्म गएको छ यहाँबाट उता त गएको छैन तर बाइक चाहिँ लान्छन् कि। डेटिङ स्पोट भन्छ कि यो पाल्पा तानसेनको। यो त डेटिङ स्पोट हो यो तानसेनको। आज अलि पानी आएको भएर होला छैन नि त है अन्त त्यो डाँडा छ्यापछ्याप्टी हुन्थ्यो कि ऊ त्यहाँ परको ऊ त्यहाँ परिवर्ती छ। यो चाहिँ डेटिङ स्पोट तानसेनको।